बाबामा पुरानो भयो भनेर छोराछोरी बाबामा फेरिदिने भन्दै थियो। ला मलाई समात्यो भने यो त हाल्दा के भयो त। मम्मीले माया गरेर पठाउनु भएको घिउ बिर्सिरहेको रहेछु यार हाल्नलाई। बास्ने काफी छ यो चाहिँ। हेलो साथीहरू, आज पनि म उपस्थित भइसकेँ है। टक्क राजमा लिएर, राजमा मुलाको अचार, राजमा र आलु। गर्नु गाह्रो छ है। काठमाडौँमा आन्दोलनकारीहरू निस्किँदैछ, गाह्रो छ। अब नेपाल बन्दको कुरा पनि छ। झन् मेरो मम्मी उहाँ घुम्नलाई जाने भनेर निस्किनु भएको थियो, बिच बाटोमै अलपत्र परेर बस्नुभयो अरे। क्यार्नी हो अब। राजमा गाउँबाट ल्याएको राजमा हो है यो चाहिँ। अनि नेपाल बन्द हुने कुरा छ अरे हो त गाइजहरू। मेरो मम्मी चाहिँ बिच बाटोमै बसिरहनु भएको अरे। अनि अब नेपाल बन्दै हुने कुरा भएपछि जाँदैन होला भन्दै हुनुहुन्छ। साथमा मुलाको अचार पनि लिएर आएकै छु म। त्यही हो, नेपाल बन्द भयो भने के गरेर बस्ने होला। गाउँबाट ल्याएको घिउ पनि छ है। मम्मीले माया गरेर पठाउनु भएको घिउ बिर्सिरहेको रहेछु यार हाल्नलाई। यता देखाएर गर्दा पनि यता गरेर गएछु। चाहिँ मलाई मम्मीले गाउँबाट कान्छी छोरीले खाओस् भनेर लोकल घिउ पठाइदिनु भएको। यो चाहिँ भैँसीको। ल मिठो छ, बास्ना पनि एकदम च्वाक छ। खाइसकेँ मैले, अब धेर छैन, आधा छ। मेरो मम्मीले दुःख गरेर घाँस काटेर भैँसीलाई दिएर दुध जमाएर दही बनाएर पठाउनु भएको। एक चम्ची दिएँ मैले चाहिँ। लोकल घिउ हो यो चाहिँ। बास्ने काफी छ यो चाहिँ। मिठो मिठो। अनि त्यही हो, वर्ष दिनमा एक दिन घुम्न निस्किनु भयो थियो बिचरा। त्यही पनि भएन। अब आन्दोलनकारीहरूले गर्दा भोट हाल्नुपर्छ कि भन्दै थियो फेरि हाम्रो मम्मीले। अब केमा हाल्छ हाल्छ, आफूलाई जुनमा मन लाग्छ त्यहीमा हाल्छ भन्दै थियो। घन्टीमा हाल्ने होला, घन्टीमा। छोराछोरीले भनेर होला पार्टी त पुरानै रोज्नुपर्छ। बाबामा पुरानो भयो भनेर के अरे, बाबामा पुरानो भयो भनेर छोराछोरी बाबामा फेरिदिने
भन्दै थियो क्या ला यो कुरा गऱ्यो भने फेरि मलाई समात्ने भर्खरका उमेरकाहरूले त सबैले घन्टीमै हाल्छन् भाइ चुपचाप घन्टी छाप्ला छन् त्यो बाहिर ननिकाले मात्रै हो सबै घन्टी हालेछन् तिमीहरू आन्दोलन गर्दै गर म चाहिँ भात खान्छु लपलक्क मोटाउँछु जय घन्टी